तपाईँ हामी सबैलाई थाहा छ हाम्रो शरीरबाट पसिना आउँछ, तर कहाँबाट आउँछ र के कारणले आउँछ तपाईँलाई थाहा छ? देखो दोस्त, हाम्रो शरीरको तापक्रम सामान्यतया 98.8 डिग्री फरेनहाइटको हाराहारीमा हुन्छ र यसको कन्ट्रोल हाम्रो दिमागको हाइपोथालेमसले गर्छ। यसले छालामा रहेको पेरिफेरल रिसेप्टर्स र शरीरको भित्री भागमा रहेको सेन्ट्रल रिसेप्टर्सबाट शरीरमा भएको तापक्रमलाई जानकारी दिन्छ। यदि शरीरमा भएको तापक्रममा अलिकति तलमाथि भयो भने यसले तुरुन्तै मेसेज पठाउँछ, सब्सक्राइब गर्नु। हमला अचानक हुआ था। बट सब्सक्राइब भने गर्न सक्नुहुन्छ। जब शरीरको तापक्रम सेट पोइन्ट भन्दा माथि, सेट पोइन्ट भन्नाले 98.6 डिग्री फरेनहाइट भन्दा माथि गयो भने स्नायु प्रणाली मार्फत पसिना ग्रन्थीहरूलाई सक्रिय बनाउन सङ्केत दिन्छ र पसिना आउन थाल्छ। त्यस पछाडि त तपाईँ आफै जान्नुहुन्छ, बताउन कुनै जरुरत छैन। आई होप यो भिडियो तपाईँलाई राम्रो लाग्यो होला।